ड्युटीमा हुनुहुन्थ्यो। कति बाँकी छ तपाईँको जागिर अवधि? 1.5 वर्ष बाँकी छ। 1.5 वर्ष बाँकी छ। घरमा को हुनुहुन्छ तपाईँको? 2टा छोरा छ, बुढी छ, अरू कोही छ। 2टा छोरा र बुढी। छोराहरू के गर्नुहुन्छ? त्यतिकै पढिरहेछ। कतिमा? 10। बोल्दा बोल्दै भावुक हुनु भएको छ। के बच्चाहरूको चिन्ता भएको? दाजु नरुनुहोस्। तपाईँ बस्नुहोस्। अलि पानी ल्याउनुहोस्। के भयो के भन्नुहोस्। तपाईँ यसरी रुनुहुन्छ के भयो दाजु? तपाईँ प्लिज भन्नुहोस् मलाई। म यहाँ बोलिरहँदा एसपी साहब पनि हुनुहुन्छ, म उहाँसँग पनि केही कुरा गर्छु। एसपी साहब हामी इन्टरभ्यू गर्न आएको थियौँ। तपाईँको एकजना असै साहब रुँदै हुनुहुन्छ। उहाँ एकदमै रुँदै हुनुहुन्छ। उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ? अलिकति यता आइदिनुहोस् न सर, प्लिज। यसमा आफू शारीरिक रूपमा अशक्त भएर पनि हाम्रो प्रहरी भाइहरूले अरू सर आफ्नो त्यति बेला पनि ड्युटीमा हुनुहुन्थ्यो। कति बाँकी छ तपाईँको जागिर अवधि? 1.5 वर्ष बाँकी छ। 1.5 वर्ष बाँकी छ। घरमा को हुनुहुन्छ तपाईँको? 2टा छोरा छ, बुढी छ, अरू कोही छ। 2टा छोरा र बुढी। छोराहरू के गर्नुहुन्छ? त्यतिकै पढिरहेछ। कतिमा? 10। बोल्दा बोल्दै भावुक हुनु भएको छ। के बच्चाहरूको चिन्ता भएको? दाजु नरुनुहोस्। तपाईँ बस्नुहोस्। अलि पानी ल्याउनुहोस्। के भयो के भन्नुहोस्। तपाईँ यसरी रुनुहुन्छ के भयो दाजु? तपाईँ प्लिज भन्नुहोस् मलाई। म यहाँ